धेरै दिन भयो त यसो बाहिर गएर मुभी नहेरेको, त्यही भएर आज हामीले प्लान बनायौँ मुभी हेर्न जाने। हाम्रो मुभीको नाम चाहिँ भूत बङ्गला मुभी, जुन हिन्दी हरर मुभी रहेको थियो। र हाम्रो यात्रा सुरु गऱ्यौँ हामीले तिलोत्तमा मणिरामबाट, जुन चाहिँ हाम्रो नेपालकै सबैभन्दा ब्युटिफुल प्लेस। यति राम्रो छ कि रोड हाम्रो बुटोलदेखि भैरवासम्मको बाटो यति राम्रो छ, कुरै नगरौँ। जसमा हाम्रो ट्राफिक लाइट, रोड लाइट्स अनि बुट्टाहरूले एकदम दृश्य एकदम राम्रो बनाउँछन्। अनि यो चौडाहा हुँदै हामी मिलनचोक हुँदै हामी चाहिँ पुग्यौँ भाटबटेनीमा। तर हामी अलिकति छिटो हिँडेको हुनाले टाइम हामीसँग अलिक धेरै भएर हामी चाहिँ अब अलिकति छिटो पुग्यौँ र थाल्यौँ हामी घुम्नलाई। अनि के गर्ने भनेर सोध्दै थिइन्, कतिले बोर मान्दै थिइन्। अनि मैले चाहिँ जामिनँ घुम्न भनेर तिनीलाई चाहिँ यसो घुमाउन लिएर जान थालेँ। अनि जसमा त्यहाँ सुरुमा चाहिँ हाम्रो फुटवेयर्स अनि ब्यागबाट सुरु गरौँ न त भनेर लागि घुम्न। जसमा हाम्रो सेन्डिलहरू, जुत्ताहरू एकदम मिलाएर राखेको थियो। हेर्दा नै सबै लैजाऊँ कि जस्तो लाग्यो नि, तर के हेर्ने कवितालाई चाहिँ एउटा मन पऱ्यो अरे। अनि तर अलिक महँगो लागेर फेरि राखिन् ठाउँमा, फेरि अर्को हेर्दैछिन्, हेरौँ कस्तो लाग्छ। त्यो पनि यो चाहिँ खासै चित्त बुझेन भनेर फेरि ठाउँमा राखिन्। अनि मैले चाहिँ यिनलाई लिएर जान्थेँ म जेन्ट्स जुत्ताहरूमा, कस्तो रहेछ जाऊँ न भनेर लिएर गएँ। जसमध्ये चाहिँ मलाई एकदमै मन पऱ्यो एउटा परबाट चाहिँ एकदम राम्रो लाग्यो। यो चाहिँ तिमीले लगेन, म चाहिँ लान्छु नै भनेर एउटा लिएर लानु पऱ्यो भनेर हेर्न लागेँ। तर ओहो, जुन जस्तो परबाट देखिएको थियो, तर नजिक नजिक ल्याउँदा चाहिँ खासै चित्त बुझेन। रेट पनि अलिक महँगै लाग्यो। अनि चाहिँ राखिदिएँ ठाउँमा। त्यसपछि हामी जाऊँ न त ब्यागहरूको के छ भनेर ब्यागहरू हेर्नतिर लाग्यो। लगेजहरू मिलाएर राखिएको थियो यसमा चाहिँ। अनि ब्यागहरू पनि सर मिलाएको। अनि टिभी नेक्स्ट फ्लोरमा चाहिँ हाम्रो इलेक्ट्रोनिक्स आइटममा चाहिँ टिभीहरू थियो, त्यो पनि हेऱ्यो। मजाले घुम्दै यसो फ्रिजहरू हेर्दै, हाम्रो वासिङ मेसिनहरू हेर्दै। अनि हाम्रो चाहिँ ग्यासको रेट एकदम बढेको छ नि, त्यही भएर एउटा चाहिँ इन्डक्सन चुलो लैजाऊँ क्या भनेर कविताले जोसी गर्दै थिएँ। मैले फकाइफुलाई गरेँ फेरि। लगिएन त्यो पनि। अनि यसो यता आएको त ओएमजी मान्छेहरू सबै आएर कुरिरहेको छ, धन्न हाम्रो फिल्म छुटेन छ हौ। अनि हामी पनि त ढिलो हतार गरी भित्र छिर्यौँ न यसो अब थाल्यौँ मुभी इन्जोय गर्न। अनि भित्र गइयो, मुभी पनि हेऱ्यो। मुभी चाहिँ मलाई चाहिँ एकदमै मन पऱ्यो, कवितालाई चाहिँ ठिकै ठिकै लाग्यो अरे। ओके गाइज, थ्याङ्क यू फर वाचिङ। आज हाम्रो फर्स्ट भ्लग चाहिँ यही सकिन्छ। सी यू अगेन, ह्याभ अ गुड डे।